फुटबलको इतिहासमा धेरै महान खेलाडीहरू आए र गए, तर केही नाम यस्ता हुन्छन् जसले समयलाई नै आफ्नो पक्षमा मोडिदिन्छन्। त्यस्तै एक नाम हो लियोनल मेस्सी। उमेर 38 वर्ष पुगिसक्दा पनि उनको जादु उस्तै छ, उनको प्रभाव उस्तै छ र मैदानमा उनको उपस्थितिले अझै पनि खेलको नतिजा बदल्न सक्छ भन्ने कुरा उनले फेरि एकपटक प्रमाणित गरेका छन्। फिफा विश्वकप 2026 को समूह चरणमा अस्ट्रिया विरुद्ध भएको आफ्नो दोस्रो खेलमा मेस्सी अर्जेन्टिनाको जितका प्रमुख नायक बने। खेलको 38औं मिनेटमा फाकुन्डो मेडिनाको उत्कृष्ट पासलाई शानदार फिनिश गर्दै उनले अर्जेन्टिनालाई 1-0 को अग्रता दिलाए। पहिलो हाफमा अग्रता लिएपछि अर्जेन्टिनाले खेललाई नियन्त्रणमा राख्ने प्रयास गर्यो। यता अस्ट्रियाले बराबरी गोलका लागि सङ्घर्ष गरिरह्यो, तर अर्जेन्टिनाको रक्षा पंक्ति निकै मजबुत देखियो। खेल सकिनै लाग्दा इन्जुरी समयको 95औं मिनेटमा मेस्सीले अर्को गोल थप्दै अग्रता 2-0 बनाए। टोलीको सुन्दर मुभलाई गोलमा परिणत गर्दै उनले आफ्नो दोस्रो गोल गरे र अर्जेन्टिनाको जित सुनिश्चित बनाए। यस खेलमा 2 गोल गरेसँगै मेस्सीले प्रतियोगितामा आफ्नो 5औं गोल पूरा गरेका छन्। 38 वर्षको उमेरमा पनि उनको प्रदर्शन विश्वस्तरको रहेको देखिन्छ, जसले अर्जेन्टिनाका समर्थकहरूलाई विश्वकप जित्ने आशा अझ बलियो बनाएको छ। के मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले फेरि विश्वकप जित्न सक्ला? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। धन्यवाद।